हेर्नुस् गाइज आज है सालमियामा चाहिँ पुरा ह्युमिड छ हैन पुरा उयो भइरहेछ हो आज चाहिँ खतरा इन्जोयमेन्ट भइरहेछ सिरिरी हावा चलिरहेछ यो बिक्सी हो है कति राम्रो छ नि त गाइज हेर्नुस् यो दिदी दुईजना हेर्नुस् यहाँ पुरा मक्खै परेर बस्नु भएको छ आफ्नो आफ्नो भ्लग बनाउँदै बस्नु भएको छ गाइज के भन्नु गाइस सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई हैन यस्तो दामी छ यस्तै रमाइलो भइरहेछ गाइस आज त है कस्तो रमाइलो हैन कति हावा चलिरहेको क्या अन्त अघि गरे भए अहिले शीतल भइरहेछ कस्तो लाग्दैछ तपाईँलाई है स्विजरल्यान्ड पुगे जस्तै भइरहेछ अरे वा छुट्यो दिदीलाई चाहिँ कस्तो भइरहेछ हो राम्रो लागिरहेछ कस्तो छ लाइफ कुवेतको बेस्ट एन्ड बेस्ट ए कुवेतमा लाइफ नराम्रो छ भने मिल्दैन कुवेतमा साथीको हाराहारीमा पुगेर पनि हजुर आएको कति वर्ष बेरोजगार भएर बस्नु परेको छैन म आएको चाहिँ 13 वर्ष भयो होइन अनि जागिर पनि राम्रै छ बसाइ पनि राम्रै छ हावापानी मात्रै नराम्रो हो होइन तर कोही बेला नराम्रो भन्नु मिल्दैन किनभने अहिलेसम्म यही कुवेतमा बसेर हाम्रो चुला बलिरहेको छ होइन यस्तो हो हजुर चाहिँ कति वर्ष भयो यता आएको भन्नुहोस् आम्मा 12 वर्ष है ए हजुर फ्यामिलीसँगै होइन होइन है त्यही त फ्यामिलीसँग हो भनौँ न यहाँ इन्टरभ्यू लिइरहेको छु अनि हजुर फ्यामिलीसँग के एक्लै हो मेरो फ्यामिली छ मेरो चाहिँ तर यहाँ छैन यहाँ मात्रै अमेरिकामा मेरो फ्यामिली युरोपमा मेरो फ्यामिली अमेरिकामा भएको म यहाँ गोल्फमा हुन्छु छोरी म गरिबको छोरी हो होइन हो त म पनि गरिबकै छोरी हो हजुर गरिबको फ्यामिली हो म त एक्लै हो यहाँ